मिस्त्रीहरूले नि भनिदिनु पऱ्यो क्या पुरानो चल्दैन भने चल्दैन भन्नु पऱ्यो क्या ल अस्ति बदीबासमा बनाएर आएको यो ल अब गाडी तात्छ त्यही त हो नि गर्मी भएपछि हिट हुन्छ धेरै हिट हुँदा हुँदै चलायो भने अब के गाह्रो पर्छ 1 घन्टा बस्दा नि ल अझै तातेछ भने सालाहरू गाडी चलाउँछ प्लेनै चला जस्तो बेहोरा देखाउँछ भने यार असली भ्यू त यो हो क्या असली भ्यू यो उसको टक्कल यो चाहिँ अप्पर तामाकोसीको ड्याम है ल ल ल यताबाट सुरुङ यो टक्क ड्याम हो यो चाहिँ ल बिहान बिहान दशा लाग्यो नि यार ब्ल्याट्टे टायर पड्किएको माथा गरम भइगयो नि फाइनल्ली हामी चाहिँ लप्ची आइपुग्यो ल टक्क लाएर यहाँ तल चाहिँ माथिबाट पुरै ढुङ्गा लडिरहेको ए हुन्छ डाँडै तलतिर झरेछ ल दामी देखेको छ भने हेलो एभ्रिवान फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो भ्लगमा म चाहिँ अहिले ठ्याक्कै यहाँ 50 किलो यो दोलाल घाट पुग्ने बेलाको त्यो ठ्याक्कै चमेरो गुफामा छु अहिले ठ्याक्कै हिजो चाहिँ म टक्क यहाँ के भन्छ त्यो धुलिखेल मुनि आएर सुत्यो टक्क त्यहाँ चिसो पनि हुने लामखुट्टे नलाग्ने भएर त्यहाँ आएर सुत्यो अनि टक्क बिहान उठेर यसो मुखसुख धोएर अनि टक्क अहिले यहाँ आएर चाहिँ टक्क चिया खान लगाएर छु म चाहिँ टक्क यो चाहिँ खतरा पहाड छ क्या यहाँ यो टक्क यसलाई चमेरो गुफा भन्छन् क्या र गुफा त केही छ नि जे होस् यस्तो खतरा देखिन्छ क्या यस्तो पुरै नजारा खतरा देखिन्छ दामी देख्छ दामी मास्तिर पहाड मिस्त्रीहरूले नि भनिदिनु पऱ्यो क्या पुरानो चल्दैन भने चल्दैन भन्नु पऱ्यो क्या ल अस्ति बदीबासमा बनाएर आएको यो ल साइकल पनि नयाँ हालिदियो भनेको हाल्दैन यो पुरानो अहिले यो पुरै यति यति निक्लिसक्यो उताको पुरै छोडिसक्यो भनेर सेट त्यस्तो नि हुन्छ यार भन्नु पऱ्यो नि त ल यार दोलाल घाटमा आएर बिहान बिहान त न यहाँ सुकुटे सुनकोसी आएर स्टोरमा आएर टक्क फुल ट्याङ्की तेल हाल्यो अब लाग्दिने एउटा फलाएर यो खाले होल्डिङ हानेर पुरै लगाएर लिएर हिँडेको छ नयाँ पाउँदो रहेछ यहाँ टक्क यो खाँडी चौरा आएर टक्क खानासाना हान्यो यहाँ मिठो खाना बनाउँछ यो बाँसको बटेको छ खानासाना खायो टक्क अब उकाल लाग्नुपर्ने हुन्छ शीतलमा उकाल लाग्नु पऱ्यो भनेको गाडी हिट हुन्छ गर्मीमा भनेको गर्दा गर्दै तेल हाल्दा के गर्दा यहाँ गर्दा उहाँ गर्दा तातो घामै परेको अब लाग्नुपर्छ उकालोलाई कलाएर यो गर्मी महिनामा चाहिँ पहाड हिँड्दाखेरि लास्टै झ्याउ क्या यो अलिकति हिँड्यो कि अब गाडी तात्छ त्यही त हो नि गर्मी भएपछि हिट हुन्छ धेरै हिट हुँदा हुँदै चलायो भने अब के गाह्रो पर्छ गाह्रो छ टक्क खाडी चौरबाट 9-10 किलोमिटर माथि आएको गाडी तातेर हिटको साइन ट्याङ ट्याङ हान्नु लाग गऱ्यो अनि टक्क यो टक्क साइड लगाएर एकछिन शीतलमा हिट 0 पुर्याइयो पछाडि सापट बोल्टो पनि ऊ भएको रहेछ यो सापट बोल्टो पनि टक्क ढिला भएर त्यसलाई कसकास हान्यो के हान्नु बसिरहेर मात्रै नपुगेला खालि अनि ठाउँ गाह्रो छ अब फेरि उकाल लाग्नुपर्ने हुन्छ हामी चाहिँ यो गर्मी महिनामा चाहिँ लास्ट हो क्या नयाँ गाडी हो भने त खासै भाउ मतलब हुन्न पुरानो गाडीहरूलाई अलिक गाह्रो हुन्छ गाह्रो छ मलाई के यस्तो उकालो छ ल हेर न भगवान्ले नि सरापेकै हो क्या नेपालको भूगोललाई त यस्तो नाक छोपिने गरी उकालो लाग्यो अनि फेरि यस्तरी उकाल लाग्यो नि त 1 नम्बर हालेर उकाल लाग्यो होइन यस्तरी उकाल ला अनि फेरि
उकालो लाग्यो अनि फेरि धेरै सागै धेरै पर्ने गरेर अनि ओह्रालो झर्नुभयो त भने गाह्रो छ मलाई गाह्रो छ उतातिर इन्डियातिर उतातिर आँखाले देखिन्जेलसम्म त पुरै तराई नै धइसकेपछि नि आँखाले देखिन्जेलसम्म पाहाड सडिसकेपछि फेरि नाचोकिङ गरी उठ्यो चाक धेरै पारेर ओह्रालो फेरि ल यस्तो ओह्रालो छ अब यस्तो गएको फेरि उकालो ओह्रालो त आएकै गाह्रो छ गाह्रो छ यो गर्मीमा फेरि उकालो लाग्यो फेरि गाडी हिट हुन्छ ओह्रालो लाग्यो फेरि ब्रेक तातेर उखर मौलो हुन्छ भने पत्रा हरियो जङ्गल छ त यार जङ्गल दामी त्यो माथि डाँडाबाट झरेपछि टक्क ब्रेक तातेर बल्ल अहिले 1 घन्टा बस्दा नि ल अझै तातै छ भने बिहानै आज बिहानदेखि लोदर राखिराख्यो फेरि यो साइकल पिन निक्लेर टक्क यहाँ फेरि ठ्याक्क यहाँ गाडी एउटा टिफर बिग्रिरहेर टिफरको पट्टा भाँचेर हाकिमहरूले बनाउँदै रह ठ्याक्क ढुङ्गा खोज्दा देउता मिल्दा भने टक्क अनि साइड लाएर ड्याङ ब्रेक पनि सेलायो टक्क लाएर बनाइयो त्यो पनि साइकल पिन पनि ड्याङमा हालियो टक्क अनि फेरि सापट बोल्ट पनि पुरै लुज भइरहेको थियो दादालाई अनि फेरि चरिकोटबाट किनेर लिएर आएको थिएँ 4वटा टक्क यहाँ कस हुँदैछ अब रात परिको अब सिंहटीतिर गएर बसिदिनुपर्छ भोलि बिहानै बरु बिहानै उठेर गएर खाली हानिदिनुपर्छ डक्क लाएर के छ त चाहिँदैन हेर यता नि फेरि डडेल लगाइराख्यो भने गुड मर्निङ एभ्रिवान म चाहिँ हिजो आएर अब सिमडी बसेँ अब त्यही त अनि अँध्यारो अहिले रात पऱ्यो ब्रेक सिलाउँदा के गर्दा अलिक ढिलो भयो अनि बिस्तारै आउँदाखेरि रात पऱ्यो अनि सिमडी बसेर बिहानै उठेर अहिलेसम्म ठ्याक्कै यो तामाकोसी हाइडोको यो के भन्छ अफिस भनेर आइरहेको अफिसबाट नि लागिसकेको फोरले झर्ना कटेर अगाडि बढिसक्यो यो चाहिँ तामाकोसी हाइडो पावरको त्यहाँ फोर त्यहाँबाट फेरि चाइनिज गाडी आएर अलिक डिस्टर्ब हाल्ला जस्तो छ जानुहोस् गुरु जानुहोस् अगाडि छिरो ल छिरो यस्तो पहाड हालेछ रोड चाहिँ साराहरू गाडी चलाउँछ प्लेनै चला जस्तो बेहोरा देखाउँछ भने यार हुन्छ नि एउटा होइन सोल्डेहरू बत्तिएर आइरहेको फेरि यो चाहिँ कुन चाहिँ हाइडो भयो सानो खाले होला सीमित 20 मात्रै हाँक्ने हो त त्यहाँभन्दा माथि त कसरी पुग्छ त पुग्नु नि पऱ्यो नि त ल हाम्रो यता चाहिँ टनल यता चाहिँ हाइडो पावरको टनेल रह टनेलभित्र चाहिँ काम भइरहेर होला टक्क लाएर बुलडोजर सोल्डोजर यता जेनेरेटर अनेक थरी दामी छ नि त पुरै छ होला पानी सानो भयो क्या पानी चाहिँ बर्खाको बेला आयो भने चाहिँ दामी हुन्छ दामी ठुलै गर्न चलाएर पो अब त भनेर बर्खाको बेला फेरि गाह्रो छ गङ्गोरबाट माथि लाग्यो
असली भ्यू त यो हो क्या असली भ्यू यो उसको झरनाको असली भ्यू यो चलिरहेछ यात्रा जारी छ रोडतिर मात्रै हेर्ने त रोडमा हेर्ने तलतिर हेर्नु थाल्यो भने के देखिन्छ यस्तो डाँडा फेरि अर्को आउँछ त्यो डाँडालाई नि बाइकबाट हालिदिनु पर्यो हाने डाँडा त फ्याट्टा घाम चर्किँदैछ बाटो छुट्टिँदैछ हामी आइपुग्नु लागिसक्यो यात्राको क्रम जारी छ फाइनली म चाहिँ लामबगर आइसकेँ होइन टक्क लाएर यस्तो बगर भएर होला क्या यत्रो हाइटमा आएर यस्तो बगर भएर लामबगर भने होला क्या यस्तो हेर बगर डेन्जर बगर छ टक्कल यो चाहिँ अप्पर तामाकोसीको ड्याम है ल यताबाट सुरुङ यो टक्क ड्याम हो यो चाहिँ ल ए हामी यतै ल हामी चाहिँ अब हिँड्दैछौँ मास्तिरै अझै मास्तिरै जानुपर्छ बाटो सानो छ सिङ्गल वे दामी छ बिहान दशा लाग्यो नि यार ब्ल्याट्टे टायर पड्किएको माथा गरम भइगयो नि माथा गरम भइगयो नि बसन्तीको खुरै गइगयो हामी चाहिँ टक्क मालखाली भन्ने ठाउँ आइपुग्यो ल पुरै यस्तो ल पर ल पुरै ब्लास्टिङ हानेर ल यस्तो हानेर ल हो यतातिर माल घोप्याइदिने अनि जाने फाइनल्ली हामी चाहिँ लप्ची आइपुग्यो ल टक्क लाएर यहाँ पुरै बाटो बन्दै रह्यो हाइड्रो पावरको लागि पुरै यस्तो ल पुरै चट्टानै क्या पुरै ब्लास्टिङ गरेर यो आर्मी माइल दाइ ठुल्दाइहरू नि आउनु भएको टक्क उहाँ हुनुहुन्छ माइल दाइ ठुल्दाइहरू चाहिँ टक्क माइल दाइ चाहिँ एकजना ठुल्दाइहरू 4-5 जना आउनु भएको टक्क लाएर ब्लास्टिङ गर्नुलाई रे माइल दाइ ठुल्दाइहरू चाहिँ ब्लास्टिङ गर्नुलाई गाड रे धएर आमा कहाँ माथिबाट फुटाएर ल्याख त भनेर पहाडै पहाड परै पहरालाई तलतिर चाहिँ तामाकोसी है त्यो चाहिँ के खाले झर्ना हो यहाँ त लास्ट चिसो आइरहेको भनेर हामी चिसो बराफ चलिरहेको छ अब यहाँ चाहिँ फेरि ब्याक गरेर ऊ त्यो एक्जाभेटर भएको ठाउँमा पुर्याउनु पर्यो त्यहाँ पुर्याएर अनि मालखाली गर्ने क्रम जारी हुन्छ बसन्तीको जुत्ता च्यातिर तनाव भयो भने न त यसरी खाली भइसकेको थियो होला तलतिर ल पर चाहिँ डेन्जर फुडा भने खत्तै झऱ्यो भने त ल्याम्मै पुर्दिन्छ त
तल चाहिँ टक्क लाग्यो तामाकोसी है तामाकोसी डेन्जर ठाउँ र अग्ला अग्ला डाँडा यत्रो अग्लो ठाउँमा आइसकेर नि यत्रो अग्लो डाँडा भने चाहिँ टक्क ल यस्तो होल खोपेर चाहिँ यहाँ पुरै बारुद हालेर होइन टक्क लगाएर बारुद लगाएर पुरै ब्लास्ट हानेर बनाएको यो सबैलाई भित्रै खोलेकै ब्लास्ट हानेर ल यहाँ पनि बारुद ठेल्ने काम भइरहेछ बारुद हानिदिने अनि पड्काइदिने ड्याममा ड्याममा लगाएको तल चाहिँ माथिबाट पुरै ढुङ्गा लडिरहेको यो माथि र पाखै सब झारिदिने हो क्या दाइ उयो पाखै माथितिर नि जाने बाटो हो यहाँ चाहिँ ब्लास्टिङ सुरु हुनु लागिरहेछ ब्लास्टिङ अब तलमा तल 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 लगाएको थियो त्यो ब्लास्टिङ गर्ने त्यो मान्छेहरू हानेर ब्लास्टिङ गर्ने र लगाएको थियो झार्ने खाली गर्ने भनेर खाली गर्ने केटाहरू नै भाग्दैछ भने फेरि मेरो जुत्ता च्यातिएर एकछिन ढिला भयो केटाहरू भाग्दैछ अनि गाह्रो छ गाडी हामी तल लगायो भने फेरि यहाँ ल्याएर राख्यो ब्लास्टिङ हुँदैछ यहाँ चाहिँ टक्क लगाएर त्यहाँ ठुल्दाहरू चाहिँ पुरै ब्लास्टिङ गर्नलाई त्यहाँ कनेक्सन मिलाउँदै हुनुहुन्छ अब टक्क लगाएर ब्लास्टिङको तयारी हुँदैछ टक्क ठुल्दाहरू भाटामा लगाएर गाडी राखेको खाली गर्नु भनेर केटाहरू भाग्दिएर यहाँ ल्याएर राख्यो गाडी अब फेरि यहाँ ब्लास्टिङ गरिसक्छ अनि फेरि ती गाडी त्यहीँ लानु पऱ्यो अनि केटाहरू आउँछ अनि झारेर तन्किनु पर्ने हुन्छ हामी चाहिँ ब्लास्टिङ हुँदैछ ल हजुर हजुर ए हुन्छ अझै आउँछ ए खतरा आउनु सानो सानो आइपुग्दो रहेछ यो चाहिँ खतरा ब्लास्टिङ भयो ल पुरै डाँडै तलतिर झरेछ ल ब्लास्टिङ भएर टोलीहरू ल हेर्न जाँदैछ कति पड्क्यो भनेर ल हो यो मिसिनको काम चाहिँ सोर्ने हुन्छ सोर्ने यहाँ त जाडो हुँदो रहेछ भने अब जाडो भएर यसो जकेट सकेट भिर्यो अब गाडी हटाइदिनु पर्ने मिसिन चाहिँ फेरि तलतिर सफा गर्न जाने रे अनि टक्क गाडी साइड लगाइदिनु पर्यो अनि मिसिन गएर सफा हान्ने धुलान हान्ने धुलान माल झार्ने केटाहरू नै आएन 10 बजिसक्यो के गर्नु गाडी साडी लक गर्यो गाडी यतातिर थन्क्याइयो अब टक्क लाएर क्याम्पतिर गएर अल्लो दाबिदिने हो अनि आउने हो हामी चाहिँ टक्क लाएर गाडी खाली भएन अनि यता जङ्गलतिर छाप्रोतिर आएर चामल भात हान्ने अब फेरि लखर 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 गाडीतिरै हिँड्ने दाजु भाइ ल 2:30 बजे त खाली भयो अब लाग्यो त ढाक्क आएर बिहानै आएको टायर पड्केर केटाहरूले झार्ने केटाहरू भागिसकेको छ 2:30 भयो अब लाग्यो यहाँ मुनि चाहिँ डेन्जर दिँदो रहेछ यो चाहिँ अपत्तामा बसीको ड्याम है देखिरहेको छ लाप्चे
कि लप्ची के गरेर अरे हामी कहाँ गएर अरे लप्ची हामी चाहिँ लप्ची सिमेन्ट झारेर फर्किँदैछौँ बाटो चाहिँ यस्तो छ है ल बाटो डेन्जर अघि नै आउँदा त यस्तो उफारे थिएन जस्तो लाग्छ त यार खाली भएर मामा गाडी नै दुई हातमा थियो गाडिन्छ यार यो चाहिँ अप्पर तामाको सिक्युरिटी हामीले अप्पर तामाकोसीको ड्याम माथिबाट आइरहेको छु रे खतरा निलो मोडी मन यस्तो खतरा बाटो छ नि यहाँ त नहुँदाखेरि त्यो मान्छे जाने आएर बत्ता लगाएर हामीले लाइट बालेर सुरुङ डेन्जर र यहाँ पुरा खाल्टे खाल्टा र पर्दियो है म त एकमा गाडी बस्यो भन्छ यार तर गाडी बस्नु चाहिँ बसेन यो भित्र टायर पड्यो त हाम्रो बिजो भइहाल्थ्यो नि टापो ठोक्यो सिधा फुट्ला भाइ टापो ठोकेर त केही भयो टक्क हामी चाहिँ यहाँ तल के भन्छ लामबगर नै कटेर तलतिर आइसक्यौँ टक्क लाएर टक्क यहाँबाट चाहिँ ठ्याक्क दामी पारी झर्ना माथि डाँडो दामी भ्युज देखिन्छ भने म चाहिँ फर्केर नि टक्क यहाँ लामबगरभन्दा वरै ट्याक्कै आएँ यो हाम्रो गौरी शङ्कर नौ दोलखा गौरी शङ्कर हात्तीजुङ झर्नामा आइपुगिसकेको टक्क लाएर टक्क घुम्दै फिर्दै हात्तीजुङ झर्ना ल झर्ना चाहिँ ठिकै छ अब फेरि कन्टिन्यू पर्ने हुन्छ हामी चाहिँ टक्क लाएर अब डाइरेक्ट सिन्धुली अब दामी देखाएको छ भने यो आँखा क्यामेराले अब आँखाले देखाएको त देख्दैन तर यो ट्याक्क पारी यो पहरामा टक्क त्यो घाँसहरू मसिनो यस्तो खतरा देख्छ नि दामी दामी ल पुरै पहरा ल आजको भिडियो चाहिँ यहीँसम्म अन्त्य गर्नु होइन मन पऱ्यो भने लाइक ट्याक्क कमेन्ट लाइक सब्सक्राइब हानिदिने टक्क लाएर मन परेन भने कमेन्ट ठोक्नुपर्छ है त ल गाह्रो छ मलाई